फ्यामिली रिजल्ट फ्यामिलीलाई म फेरि स्वागत गर्न चाहन्छु है। नमस्कार सबैलाई, तपाईँहरूलाई मेरो च्यानलमा भव्य रूपमा स्वागत गर्न चाहन्छु। आशा गर्दछु सबैजना सन्चै आरामै हुनुहुन्छ होला, घरै हुनुहुन्छ होला। र म पनि गाउँमा छु अहिले चाहिँ। र भिडियो नआउनुको कारण चाहिँ अब दसैँमा आउला भन्न सोचेको, यहाँ चाहिँ अब हाम्रो ठुलो बुवा बित्नु भयो, त्यसैले चाहिँ भिडियो पनि हाल्न मिलेन। अनि आज हिजो बल्ल 13 दिनको काम उम्कियो है। अनि बल्ल वी आर फ्री भनौँ होइन। अब आज चाहिँ भिमाद गइन्छ हामी। भिमाद गइराखेको सामान लिन, तर त्यस्तो एकदम बिजी भयो कि होइन। अब त्यो भ्लग पनि गर्न पाइएन। र अब म चाहिँ आज चाँडो उठेको कारण आज चाहिँ ठुलुवाहरू काठमाडौँ फर्किसक्नु भयो। अनि अब हामी चाहिँ भिमाद, मेरो त अब कार्तिकसँग बिदा छ, त्यही भएर म चाहिँ भिमादै हो अब बस्ने चाहिँ 1 हप्ता जति। ल हेर्नु गाइज है, सनराइज हुँदैछ रामचेबाट, हेर्न सक्नुहुन्छ। यस्तो मिठो हुन्छ कि है, कुरै नगर्नु कि तपाईँहरू होइन। दामी हुन्छ कि, बेस्ट अफ द बेस्ट सनराइज हुन्छ कि यहाँ चाहिँ है। हेलो गाइज, ल अब चाहिँ बल्ल आफूले मासु टुक्राउनु लाग्यो। दसैँको भाइमा बल्ल भाइ हेर्नु साथीहरू। अब जुठो पर्सी त्यस्तो हुन्छ। ल है त साथीहरू, अब आमा छोरा भएर खाइन्छ। यो भाँडोमा चाहिँ अब हामीले तरहरू कलेक्ट गर्ने। यस्तो बाक्लो छ तर, त्यसपछि यस्तरी यहाँबाट कलेक्ट गर्ने। यति दुध चिनी आफ्नो स्वाद अनुसार त्यति हाल्ने। के अरे कडा खाना मन हुन्छ होइन, कसैलाई चाहिँ हुँदैन, त्यही अनुसार मिलाएर हाल्नु होला। चियापत्ती पनि अब अलि यस खानलाई त्यसरी काटेको अदुवा हाल्दा पनि हुन्छ। ओके, उबाल भन्छ उम्लिसकेको छ चिया। त्यसपछि चाहिँ हामीले चाहिँ यसरी चलाउने, पकाउने। चिया चाहिँ धेरै पाकेको मिठो हुन्छ है गाइस, त्यसैले मस्त पकाउनु होला। ओके, चिया पनि बन्यो, अब खान्छौँ हामी। ल गाइस, गुड मर्निङ। चिया चाहिँ पाक्दैछ त्यहाँ।
म चाहिँ उठिसकेको हो। अहिले त म उठेको त 6 बजे हो अनि बेडबाट उठेको चाहिँ 6:30 बजे हो होइन, बुझ्नु नि तपाईँहरू। ल सुन्नुहुन्छ गाइज, पुरै कुहिरो लागेको छ अवस्था, पुरै कुहिरो ढुँडी के भन्छौँ त्यही। अब गाउँतिर त हिजो त पुरै घाम लागिसकेको थियो, अब आज चाहिँ यस्तो छ है मौसम। पानी पनि परिरहेको थियो। चिया पनि अब अलमोस्ट रेडी भइसक्यो। हुन्छ ल हेर्नु, कस्तो मिठो देखिँदैन नि अब यो यस्तो भुलुक पनि गरेको छैन। हाम्रो चिया पाक्यो भन्ने कुरा बुझ्यो हुन्छ। ल गाइस, अब हिजोको भ्लग जसलाई मन पऱ्यो यसो लाइक सेयर सब्सक्राइब गर्नु। अब आज पनि मैले नयाँ भ्लग खिच्छु। अब हिजोको भ्लग चाहिँ म अब अपलोड गरिदिन्छु गाइज। ओके, यो भ्लग पनि हिजोकै भ्लगमा आउँछ है, हिजोको भ्लग अलिक छोटो छ क्या गाइज, त्यसैले। ओके गाइज, बाई बाई।